यो अस्ति हामीले जुन पेट्रोल डलरको कुरा गरेका थियौँ नि त्यसमा कुनै केही अपडेट छ त अहिले? अस्तिको जुन हामीले कुरा गरेका थियौँ मेबी अ विक अगो, त्यसमा मैले पेट्रोल डलरको कुरा गरेको थिएँ। पेट्रोल डलरको चाहिँ अब अन्त्य हुने सम्भावना चाहिँ यही इरान वारबाट देख्छु भनेर मैले कुरा गरेको थिएँ। अनि एनिवे तैँले सोधिस्, अनि आई वाज रिडिङ द पोस्ट अन एक्स एन्ड सम वान पोस्ट लाइक इट्स पब्लिस्ड फ्रम CNN, भेरी रिलायबल सोर्स होइन। उसले के भनिरहेछ भने इरानले के भन्छ, वी विल लेट all the ships go through the Strait of Hormuz if the countries are agreed to pay on yuan, Chinese yuan. भनेपछि डलरको ट्रेड घटाउन खोजे यसले। अहिले गर्न खोजेको नै त्यही हो। अब अमेरिकन हेजमोनीलाई सिद्ध्याएर, अब उसको दादागिरीलाई सिद्ध्याएर अब नयाँ सुपर पावरलाई चाहिँ राइजमा ल्याउने खेला भइरहेको हो के, जुन चाहिँ लगभग जे मैले प्रिडिक्सन गर्दै थिएँ होइन त्यतैतिर यो त्यसो भने यो कि चाइना नै हो त नेक्स्ट सुपर पावर 100% हो, रसियाहरू केही छैन माहौल? यो अब यही नै हो भनेर भन्दा नि अब जस्तै हामीले बुझ्नुपर्ने कुरा, अहिले अमेरिकाको अलाइज भनेको अहिले भन्नाले अहिले त अब धेरैजना चिडिए। अब US थियो, अस्ट्रेलिया थियो, अमेरिका भइहाल्यो, UK भने, जापान भयो होइन, अब इन्डिया पनि, इन्डिया हि इज ह्याङ्गिङ इन द मिडल। अब यता पनि हो भन्छ उता पनि हो हुन्छ, हि इज ब्यालेन्सिङ द पावर होइन। त्यो थियो भने अब यिनीहरू, अनि युरोपियन युनियन उसको ठुलो अलाइज थियो, उसले अब धेरै चिड्यायो होइन। अनि त्यसले गर्दा अब अहिलेको युद्धमा उसले अब लगभग मलाई साथ दे भन्दा पनि हामी इरानको इजरायलको युद्ध चाहिँ नि तँरो लागि लड्दैनौँ अब, किनभने लगभग उनीहरूले पनि केही देखिसक्यो होला सायद, उनीहरूको जुन चाहिँ यो सुपर पावर छ अमेरिकाको विक भइरहेछ। अब यो अलाइजहरू अब यो अमेरिकालाई नै साथ दियो भने भोलि चाहिँ नि हामीले पेट्रोल नपाउने सम्भावना पनि उनीहरूले देखिरहेछ। अब हाहाकार त भइसक्यो, 27% माथि गएको थियो। अब अहिले आजको न्युजले चाहिँ अब यो सुपर पावर को बन्ने भन्ने कुरामा ठुलो आयाम थप्छ, जुन चाहिँ नि उसले युवानमा चाहिँ नि मलाई पे गर्यो भने चाहिँ नि म चाहिँ नि के अरे स्ट्रेट अफ हर्मुजबाट चाहिँ पेट्रोलियमहरू जान दिन्छु। त्यो भनेको मतलब अर्को कुरा फेरि यो कस्तो भने ब्रिक्स नेसनहरू, अब त्यसको लागि युएनमा आउनको लागि जुन उसले ब्रिक्स नेसनहरू चाहिँ नि खडा गरेको थियो, जुनमा चाहिँ नि अब ब्रिक्स भन्नाले ब्राजिल, इन्डिया, चाइना, रसिया होइन, अब साउथ अफ्रिका, यो साउदी अरेबिया पनि छ होइन, जुन चाहिँ ठुलो तेलको खानी भयो। अब यिनीहरूले पनि साउदी अरेबियाले इरानले जस्तै अब चाहिँ ब्रिक्समा बस्ने भनेर चाहिँ नि गर्यो भने त पेट्रोल डलर त सिद्धियो अर्को नयाँ, किनभने अमेरिकाको सबभन्दा ठुलो पावर भनेकै डलर हो। डलर सिद्धि अब यो भयो भने फेरि अमेरिका त चुप नलाग्ला, उसँग पनि राम्रै हुन्छ नि इन्फ्लुएन्स छ, त्यसपछि वेपन पनि राम्रै छ कि वारतिर त जाँदैन यसले, वारतिर त धकेल्दैन। यस्तो अब कुनै पनि मान्छेले भइरहेको पावर त चुपचाप त लैजा भनेर कसैले पनि दिँदैन होइन, उसले पनि आफ्नो किसिमको खेल खेल्छ। तर अब अहिलेको स्थितिमा हेर्दाखेरिमा उसले खेल त अहिलेको खेल जहाँसम्म मेरो बुझाइमा त अब भेनेजुएलाको पेट्रोल कब्जा गर्यो होइन। अब अर्को ठुलो भनेको अब गल्फ कन्ट्रीहरू पहिलेदेखि अब कतार, दुबई होइन, साउदीहरू जहिले पनि अमेरिकाकै अन्डरमा थियो। मैले पेट्रोल डलर भने त्यही नै हो मैले भने सुने। अब उसलाई कब्जा गर्नु थियो इरानको पेट्रोल होइन, त्यही अब अर्को देशको इजरायलको लैलैमा लाग्यो के भयो ल म गर्छु भनेर आयो। अब यो अहिलेको स्थितिले त स्पष्ट देखाएको छ नि उसले हारिसक्यो भनेर, दलदलमा फस्यो, राम्रै दलदलमा फस्यो। अब उसले अझै पनि पेट्रोल डलर नहटोस्, किनभने पेट्रोल डलर हट्ने बित्तिकै त अमेरिकाको लगभग सुपर पावर च्यालेन्ज हुन्छ। त्यो जुन हिसाबले युके पहिला सुपर पावर थियो र अहिले यो स्थितिमा छ त्यस्तै हुन जान्छ। युके थियो, फ्रान्स थियो, स्पेन थियो होइन। रे डालियोको एउटा भनाइ छ कि सुपर पावरहरू चेन्ज हुँदै जान्छ, अनि जुन चाहिँ हिस्ट्री पहिलाको हिस्ट्री साइकल देखाइरहेछ अहिले सुपर पावर चेन्ज हुनलाई एक्ज्याक्टली सेम स्क्रिप्ट प्ले भइरहेछ कि, त्यो हो कुरा। ओके।